यस अध्यायमा हामी अफ्रिका बाहिरको मानव प्रवासदेखि दक्षिण पूर्वी एसियामा बसोबाससम्मको मार्ग, डेनिसोभियन नियान्डरथल जिन मिश्रण र नाकको रूपरेखामा आनुवंशिक प्रभावहरूको समीक्षा गर्नेछौँ। प्राचीन डीएनए तथा हालका जिनोम अध्ययनहरूले देखाएका छन् कि आधुनिक मान्छे 70 देखि लिएर 50,000 वर्ष अगाडि सुन्डल्यान्ड क्षेत्रमा बसोबास गर्न थालेका थिए। सुन्डल्यान्ड क्षेत्र चाहिँ मलय प्रायद्वीप, बोर्नियो, जम्बा, सुमात्रा, फिलिपिन्स पर्छन्। उस बेला समुद्र सतह कम थियो जसले ठूलो भूभाग बसोबास योग्य गरेको थियो। अन्तिम हिमयुगपछि समुद्री सतहमा तीव्र वृद्धि भएपछि सुन्डल्यान्डको आधा भन्दा बढी भूभाग डुब्यो र यसले स्थानीय मानव बस्तीहरूमा जनसङ्ख्या दबाव बढाएर मलेसियाका आदिवासी नेग्रोटोलाई दक्षिण एसियातर्फ सार्न बाध्य गरेको थियो। जीवनशास्त्रको अध्ययनहरूले देखाउँछ कि अफ्रिका बाहिरका सबै मानवहरू 1 देखि लिएर 3% नियान्डरथल डीएनए र केही मध्ये डेनिसोभियन डीएनए पाइन्छ। विशेष गरेर त पापुआ मेलानेसियाली र केही एसियाली समूहहरूमा नाक अनुहार जस्ता बहुगुणक विशेषताहरूमा ठूलै भूमिका खेल्ने जिन्स जस्तै TCHS2, RUNX2, GLI3, PAX1, EDAR पहिचान गरिएका छन्। हालसालैका विश्लेषणहरूले नाकको उचाइ र नियान्डरथलसँग सम्बन्धित एक आनुवंशिक ट्र्याक पत्ता लगाएको छ, तर यो एक सम्बन्ध मात्रै हो, कारण भने होइन। एन्टोनियो र अन्य यो 2023 मा प्रकाशित थियो। यसर्थ पुरातात्विक डीएनए र नाकको आकृतिसँग सम्बन्धित अध्ययनहरूले सुझाव दिन्छन् कि आनुवंशिक र वातावरणीय कारकहरू दुवै महत्त्वपूर्ण छन् र एउटा पक्षलाई मात्र हेरेर निष्कर्ष निकाल्नु त्यति बुद्धिमत्त र तर्कसङ्गत हुँदैन। यसमा हामी पुष्ट तिथिहरू र जाँचिएका पत्तो प्रमाण बहसमा रहेका विचारहरूलाई भिन्नै अलग राख्नेछौँ। प्रस्तुत तथ्य र यी अध्ययनको सम्पर्कले दक्षिण पूर्वी एसियाको प्राग ऐतिहासिक चिन्तनलाई नयाँ दृष्टिकोण दिन्छ। जलवायु तथा समुद्र स्तरमा आएको परिवर्तनले पुरातन मानव बसोबास र जनसङ्ख्या संरचनामा महत्त्वपूर्ण असर पुर्याएको थियो। साथै पुरातात्विक र आनुवंशिक तथ्यहरूले आउट अफ अफ्रिका र ग्रेटर सन्डल्यान्डको प्रवासलाई स्पष्ट गरेको छ। मानव प्रवास अफ्रिकादेखि सुन्डल्यान्डसम्म। जीव विज्ञान र पुरातत्व दुवै प्रमाणले देखाउँछ कि आधुनिक मानव अफ्रिकाबाट बाहिरिएर दक्षिण भारत हुँदै दक्षिण पूर्वी एसियामा फैलिएको थियो। पछिल्लो अध्ययनले जनाएको छ कि अफ्रिका बाहिरको उन्नत मानवहरू 70,000 वर्ष अघिदेखि सन्डल्यान्ड क्षेत्रमा बसोबास गरेका थिए। सन्डल्यान्ड महादेशमा करिब 50,000 वर्षसम्म भूतल फुलेको थियो र त्यस पछाडि डुबानमा परेको थियो। प्रारम्भिक क्षेत्रमा रहेको आदिवासी समूह आजका यी क्षेत्रका मूलवासी हुन्, जस्तै आण्डमान, मलेसिया, फिलिपिन्सका निग्रिटोहरू। हाम्रो वर्तमान ज्ञान अनुसार मानव वा मान्छेले समुद्री मार्गको प्रयोग गरेर 60 देखि 50,000 वर्ष अघिदेखि अस्ट्रेलियाको न्यू गिनीमा प्रवेश गरे, जो साउल महादेश हुन आउँछ। पुरातात्विक डेटा र जिनोम विश्लेषण अनुसार उक्त कालखण्डमा सौभाग्यले 2 मुख्य सम्भावित मार्ग थिए। उत्तर मार्ग जो वेस्ट पपुवा हुँदै र दक्षिणी मार्ग तिमोर समुद्र तट हुँदै। उदाहरणका लागि एक अध्ययनमा सङ्कलित कम्प्युटर मोडलले सुझाव दिएको छ कि करिब 73,000 देखि लिएर 75,000 वर्ष अघि यी दुवै मार्गबाट मानिसहरूको साहुल पहुँच भएको हुन सक्छ। यी मार्गहरूमा मानव समूहले समुद्री सिप र नजिकका भूमिगत पुलहरू बाल्टिस लाइन पार गरे भन्ने अनुमान छ। साउल महादेश आधुनिक अस्ट्रेलिया र न्यू गिनी सहितको कम्प्युटरमा निर्मित मानचित्रले अनुमानित मानव प्रवेश मार्गहरू देखाउँछ, जस अनुसार करिब 73,000 देखि लिएर 75,000 वर्ष अगाडि 2 अलग दिशाबाट पश्चिमी पपुवा हुँदै र टिमोर सागर मार्ग हुँदै मान्छेले साहुल प्रवेश गरेको हुन सक्छ। यो प्रवासको समय रेखा यस प्रकार देखिन सकिन्छ। करिब 70,000 देखि लिएर 60,000 वर्ष अगाडि आधुनिक मानवहरू दक्षिण एसियाबाट पूर्वतर्फ फैलिरहेका थिए र अन्ततः 50,000 वर्ष अगाडि साउल अस्ट्रेलिया पुगे। त्यस पछाडि नियान्डरथल र डेनिसोभियन जस्ता पुरातात्विक मानवहरूले हाम्रो पूर्वजहरूसँग भेटघाट गरे। यिनले आउट अफ अफ्रिका बाहिरका मानव वंशहरूमा क्रमशः 2% र केही प्रतिशत आनुवंशिक मिश्रण छाडेर गएका थिए। यी प्रतिशत हेर्दा मेलानेसियन्स आधुनिक पपुवा मेलानेसियालीमा डेनिसोभियन हिसाब 5% पाइएको छ भने मुख्य भूभाग एसियालीहरूमा 0.1 देखि लिएर 0.2% हुन्छ। अफ्रिकाबाट प्रस्थान गरेको 70,000 वर्ष अगाडि देखिन्छ। दक्षिण एसिया प्रवेश गरेको 65,000 वर्ष अगाडि, सन्डल्यान्डमा आगमन गरेको 60,000 वर्ष अगाडि, साउलमा कब्जा गरेको 50,000 वर्ष अगाडि, 26,000 वर्ष अगाडि अल्प हिमयुग थियो। हिउँको पग्लावट 14,500 वर्ष अगाडि भयो, जसलाई MWP1A भनिन्छ, र दोस्रो 11,500 वर्ष अगाडि, जो MWP1B भनिन्छ। सुन्डल्यान्ड भूगोल र समुद्र सतह परिवर्तन। सुन्दरल्यान्ड वा
सुन्डरल्यान्ड दक्षिण पूर्वी एसियाको एक ठूलो भूभाग क्षेत्र हो जुनले मलेसिया प्रायद्वीप, बोर्नियो, जम्बा, सुमात्रा र नजिकका टापुहरूलाई समेट्छ। अन्तिम हिमयुग करिब 26 देखि लिएर 21,000 वर्ष अघिदेखि महासागरीय सतह कम हुँदा यो सबै भूभाग जोडिएको थियो। त्यसभन्दा पछाडि 14.5 देखि लिएर 11.5 हजार वर्ष अगाडि आएको तीव्र ग्लेसियल पगलावट MWP1A र MWP1B ले समुद्र सतहमा 115 देखि लिएर 96 मिटरसम्म तीव्र वृद्धि गराएको थियो। यसकारण सुन्दरल्यान्डको आधा भन्दा बढी भूभाग डुब्न पुग्यो। परिणाम स्वरूप त्यहाँका स्थानीय मानव समूहहरू विच्छेदित भए र जनसङ्ख्या चाप दबावले मलेसियन निग्रेटो आदिवासीहरू दक्षिण एसियातर्फ जान वा सर्न प्रेरित गर्यो। यी उतार चढावका पछि कुराहरू प्रष्ट हुन्छन् कि सुन्दरल्यान्डमा दुई प्राकृतिक प्रणाली चलेका थिए। पृथ्वीले पानी आफ्नो अक्षपतन अनुसार उठायो र झार्यो, जसले मानवीय डायस्पोरालाई झन बढी गतिशील बनाइदियो। समुद्र सतह बढ्दा भूखण्ड टुक्रियो र टापुहरू अलग भए। अहिलेको सिङ्गापुर र फिलिपिन्स जस्तै ठाउँहरू त्यो समयका बीच बाटो अथवा मध्य मार्ग थिए। यी सबैले मानव बसोबास, यातायात र संसाधन प्रयोगमा व्यापक परिवर्तन ल्याएको थियो। पुरातात्विक र आनुवंशिक प्रमाणहरू। धरातलीय र वातावरणीय प्रवर्तकहरूले पुरातात्विक संस्कृति र आनुवंशिक संरचनामा असर गरेका छन्। उदाहरणका लागि सुन्दरल्यान्डमा प्राय अन्डमान नेग्रिटो, मलेसियन नेग्रिटो र फिलिपिन्स नेग्रिटोका आदिवासीहरू बसेका थिए। यी समूहहरूका गुफा अवशेष र साधनहरूले क्षेत्रभरिका पुरातात्विक तहहरूमा निरन्तर बसोबासको संकेत गर्छ। त्यस्तै भारतको पूर्वी दक्षिण क्षेत्रमा पनि 10,000 देखि लिएर 50,000 वर्ष अघिका पुरातात्विक तहहरू भेटिएका छन्, जुन यी समुद्री मार्गी समूहहरूसँग सम्बन्धित हुन सक्छ। आधुनिक आनुवंशिक अध्ययनहरूमा द्रष्टव्य छ कि इनब्रिडिङ र पृथक वातावरणीय समूहहरूका कारण यी समूहहरूमा उच्च स्तरको होमो पुरातात्विक DNA पाइन्छ। ब्राउनिङ र अन्यको 2018 र टेक्सेरा र अन्यको 2021 जस्ता अध्ययनहरूले भारतदेखि इन्डोनेसिया सम्मका मानिसहरूमा डेनिसोभियन अनुक्रम पाएका छन्। विशेषतः डेनिसोभियन DNA दुई चरणमा मानवहरूसँग मिश्रित भएको पाइयो। एउटा झापा पूर्वी दक्षिणी एसियालाई कभर गर्ने र अर्को मुख्यतया मेलानेसिया पापुवा क्षेत्रलाई लक्षित गर्ने। यसले देखाउँछ कि डेनिसोभियनले अल्टाई र चिनिया क्षेत्रका पुरातात्विक मानव समूह पनि हाम्रो पूर्व जातिमा योगदान दिन पुगेका थिए। टेक्सेरा र अन्य 2021 ले भने जस्तै समग्र रूपमा व्यापक असर भए पनि स्थानीय सुपर आर्काइकको ठूलो मिश्रण भने भेटिएको छैन, जस्तै होमो फ्लोरेजियन्सिस वा लुजानेसिस। संगठनात्मक हिसाबले हेर्दा दक्षिण पूर्वी एसियामा विदेशी संस्कृतिहरू फैलिनु अघि नै आदिवासी विरासत कायम थियो। नमुनाको रेडियो कार्बन मिति र जिन्स विश्लेषणले यी समय रेखा र जनसङ्ख्या विभाजनहरू कन्फर्म गर्छन्। समुद्री मार्ग दक्षिण एसिया 65,000 BP मा, सन्डरल्यान्डमा 60,000 BP, साउल अस्ट्रेलिया न्युगिनीमा चाहिँ 50,000 BP, युरोपमा 50,000 BP, नियान्डरथल प्रवृत्ति एसियामा भयो। त्यस पछाडि पापुवा ओसियानामा 45,000 BP, उच्च डेनिसोभियन मिश्रण 5%, नाक संरचना र आनुवंशिकी। नाक र अनुहार आकार बहुजेनेटिक गुणहरूद्वारा निर्धारण हुन्छन्। मानव नाकका भागहरू जस्तै ठूलो भौँ, नाकको टिप, नथुनोको आकार आदिमा धेरै जिनहरू संलग्न हुन्छन्। GWAS अध्ययनमा हजारौं व्यक्तिका अनुहारको जटिल आकार मापन गरी विश्लेषण गर्दा केही प्रमुख जिन्सहरू पाइएका छन्। अधिकारी र अन्य 2016। तिनीहरूमा DCHS2 नाकको चुचोपना, RUNX2 नाकको चौडाइ, GLI3 र PAX1 नथुनोको चौडाइ, EDAR अन्य अनुहार र कपालका विशेषताहरू पर्दछन्। यो अध्ययनका अनुसार यी जिन्सका विभिन्न भेरिएन्टहरूले नाक र अनुहारका आकारगत फरकहरू ल्याउन सक्छन्, तर यसबाट प्रत्यक्ष क्याजुअल प्रमाण भने पाइँदैन। अर्थात् DNA मा भेटिएको सम्बन्ध र वास्तविक नाकको आकार बीच सिधा नाता भने छैन भन्ने सावधानी सबैले लिनुपर्छ। उदाहरणका लागि एन्टोनियो र अन्य 2023 ले ल्याटिन अमेरिकी समूहमा नियान्डरथल हिसाबका ठूला अनुहार र नाकको उचाइ बीच मेल पत्ता लगाए। यो नतिजाले सुझाउँछ कि नियान्डरथल नाक अधिक उचालिएको मानिन्छ र उक्त जिन स्ट्रेच आधुनिक मानवमा पनि देखिन्छ। तथापि केवल यो आधारमा नियान्डरथलले हाम्रो नाकलाई सिधा आकार दिएको भन्न मिल्दैन। कारणहरू यथार्थमा बहुस्तरीय हुन्छन्। विकासक्रम र वातावरणीय
पर्यावरणीय अवस्थाहरूले समेत महत्त्वपूर्ण भूमिका खेल्दछन्। यसैगरी प्राकृतिक चयनले केही भेरिएन्ट्सहरूलाई फरक पार्ने सम्भावना छ, तर आनुवंशिकीमा पाइने व्यवहार विशेष स्पेसिफिक असरहरू सम्भाव्य मात्र हुन्छन्। मिसालका लागि, उदाहरणका लागि, हाई अल्टिट्युड APAS1 जिनमा डेनिसोभियन उत्परिवर्तन देखिन्छ, जुन टिबेटनमा उच्च बसोबासको अनुकूलनमा छन्, तर नाकमा थोरै मात्र डिटेल छ। यसैगरी EDAR को V370A भेरिएन्ट पूर्वी एसियालीमा कपाल र नाकका फरक प्रभाव हुन सक्छ, तर पूर्ण अनुहार परिवर्तनमा भूमिका प्रमाणित भने भएको छैन। अर्थात् जिनको नाकसँग सम्बन्धका अध्ययनले केही अल्प संकेतहरू दिन्छन्, तर फिनोटाइप इन्फरेन्स भने सीमित छ। सुन्डरल्यान्ड र साउलको नक्सा हेर्दा भौगोलिक रूपमा जलमग्न थलोहरू देखाउने कम्प्युटर एनिमेसन वा नक्सा, समुद्री सतहको वृद्धिले भूसामग्री कसरी घट्यो र मान्छेहरू कहाँ बसोबास गरे भन्ने चित्रित गर्ने, अफ्रिका बाहिरदेखि सन्डरल्यान्डसम्म 70,000 वर्षको मानव प्रवास र नाक विकास। मानव विज्ञानको नवीनतम अनुसन्धानले देखाउँछ कि आधुनिक मानव होमोसेपियन्सको बृहत्तर एसियाली प्रसारण अफ्रिकामा 50,000 देखि लिएर 70,000 वर्ष अघि भएको मुख्य नस्लीय प्रवासको हिस्सा हो। त्यसअघि पनि केही साना समूहहरू मिडल इस्ट हुँदै बाहिरका भए पनि तिनीहरूको जनसङ्ख्या प्रभाव अल्पकालीन रह्यो। प्रसारणको मुख्य लहर मेन स्ट्रिम उजुर महासागरसम्म पुगेपछि भारत, दक्षिण पूर्वी एसिया र स्वतन्त्र भूभाग सुलह वा साहुल अस्ट्रेलिया न्युगिनीमा फैलियो। हिमयुग LGM 26,000 देखि लिएर 21,000 वर्ष पहिले सुन्दरल्यान्ड नामक विशाल भूभाग मलय प्रायद्वीप, सुमात्रा, बोर्नियो, फिलिपिनी आदि जोडिएका 70,000 देखि लिएर 50,000 वर्षदेखि अनवरत बसेको थियो। पानी बढ्दै जाँदा त्यस भूभागको आधा भन्दा बढी क्षेत्र जलमग्न भयो, जसले वातावरणीय विभाजन र मानिसहरूको पुनः प्रवास निम्त्यायो। माइलस्टोनहरू जस्तै 14.5 हजार र 11.5 हजार वर्ष अघि द्रुत बग्लने हिम नदी MWP1A र MWP1B ले समुद्र सतह तीव्र रूपमा बढाएको थियो। यी घटनाहरूले सुन्दरल्यान्डमा बासिन्दा आदिवासीहरूलाई उत्तर पश्चिम तर्फ भारत र दक्षिण एसिया तर्फ विस्थापन गरायो। आधुनिक आनुवंशिक अध्ययनले पुष्टि गर्छ कि दक्षिण एसियाका आदिवासी बिरोहर र अन्य र मलेसियाका आदिवासी समूहहरूबीच प्राचीन सम्बन्ध थियो। यात्रा पथसँगै नासकीय रूप वातावरणमा पनि प्रभाव पर्यो। आधुनिक एसियाली मानवहरूमा थुप्रै नाक आकार विविधता, आनुवंशिक कारक र वातावरणीय अनुकूलनले संयुक्त रूपमा निर्धारण गर्छन्। पछिल्लो अध्ययन विश्लेषणले देखाएको छ कि निएन्डरथल जीवले दिएका केही आनुवंशिक अंशहरू आजको मानिसमा नाकको उचाइलाई प्रभाव पार्ने गर्छ। उदाहरणका लागि, एउटा GWAS अध्ययनमा प्राप्त 16,000 भन्दा बढी व्यक्तिमा प्राप्त भएको 1132.3 क्षेत्रमा निएन्डरथल जेनेटिक ट्रेडले नाकको उचाइ बढाउने पाइएको थियो, जुन निएन्डरथल र हाम्रो बीचको शारीरिक भिन्नता अनुरूप छ। त्यस्तै डेनिसोभन र निएन्डरथल मिश्रणले आधुनिक एसियाली जातिमा अन्य एडाप्टिभ जिनहरू पनि ल्याएको पाइयो। उदाहरणका लागि, तिब्बतीहरूमा उच्च हिमाली वातावरण अनुकूलन गर्ने EPAS1 जिन डेनिसोभनसँग अन्तर्क्रियाबाट प्राप्त भएको हो। मानव मुटु निश्वास प्रतिरक्षा प्रणालीका केही हिस्सामा पनि प्राचीन मानवले दिएको जिनले लाभ पुर्याएको छ। यस अध्यायमा हामीले निम्न विषयहरू समेटेका छौँ। मानवहरूको दक्षिण पूर्वी एसिया तर्फको प्रवास क्रम, अफ्रिकाबाट प्रारम्भ गरी आउट अफ अफ्रिका मुख्य स्ट्रिम र त्यस अघि भएका अन्य साना परीक्षणहरू, सुन्दरल्यान्ड र सुदूर पूर्वी साहुल हिमयुगमा समुद्र घटेसँग विस्तृत भूभाग तथा भूमिहरू र त्यसपछि बढ्दो समुद्रले बनाएको द्वीपक्रम, समुद्र सतह र जलवायु परिवर्तन, पछिल्लो हिमयुगबाट हालसम्म हुँदै आएको द्रुत समुद्र वृद्धि MWP1A र MWP1B र यसले मानवीय बस्तीमा पार्ने प्रभाव, आदिम मानव समूह र आर्काइक मिश्रण, सुदूर पूर्वी एसियामा डेनिसोभन र निएन्डरथल मानवहरूको क्षेत्र प्रसार र आधुनिक मानवसँग मिश्रण, नेजल अनुकूलन र आनुवंशिक खोज, आधुनिक मानवको नाकको भिन्नताका लागि उन्नत टेक्निकल अध्ययनहरू GWS इत्यादि, र प्राचीन हाम्रा पूर्वजहरूको जिनले दिएको प्रभाव, विवादास्पद धारणा र वास्तविकता, बुद्धिजीवी बहस, ऐतिहासिक रूपले भारतमा प्रवासनको क्रम र घुम्ती बारे प्रचलित मिथकहरू जस्तै आर्य प्रवेश, उन्नत आर्य विज्ञानकाल सुन्दरल्यान्ड, जसलाई आधुनिक शोधहरूले परीक्षण गरिरहेका छन्, अप्रस्तुत प्रश्न र भविष्यको अनुसन्धान, अहिलेको सीमाहरू जस्तै दक्षिण पूर्वी एसियाको पुरातात्विक अवशेष कम र आगामी कदमहरू, प्राचीन DNA विश्लेषण, भू आइसोटोपहरू, गुणात्मक मोडलिङ इत्यादि। वर्तमान सबै मनुष्य बस्तीहरू अफ्रिकाको सानो समूहबाट लगभग 50,000 देखि लिएर 60,000 वर्ष अघि भएको मुख्य प्रसारको वंशज हुन्। यसभन्दा पूर्व पनि बहुचरणीय निष्कासन भएको हुन सक्छ। लगातार सुक्खा समयमा अरबको सिने मार्ग प्रयोग गरी, तर यी पुरातात्विक जेनेराहरूको आनुवंशिक चिन्हहरू पेचिलो छन् र स्थायी सफल
आबादी बन्न सकेनन्। अत्यावधिक वैज्ञानिक मोडेलहरूले देखाउँछ कि 70,000 वर्ष भन्दा अगाडि अफ्रिकामा मान्छेले वातावरणीय विकास गरिरहेका थिए। त्यसपछि 50,000 वर्ष अगाडि आरम्भिक आवास विस्तारको ठूलो लहर बाहिर निस्कियो जसले विश्वभरका विभिन्न प्रदेशहरू ओगट्यो। दक्षिण पूर्वी एसियामा आइपुग्ने क्रममा मानवले अचम्मै लाग्दो अनुकूलन देखाए। उदाहरणका लागि सुमात्रा र बोर्नियो क्षेत्रमा बसोबास गरेका समुदायहरू आधुनिक मलेसियन र फिलिपिनी आदिवासी नेग्रिटोजका पूर्वज हुन्। उनीहरू 70,000 देखि लिएर 50,000 वर्ष अगाडि सुन्दरल्यान्डको खोला वन द्वीप क्षेत्रमा बसोबास गर्न थालेका थिए। त्यतिबेला सुमात्रा, जाभा, बोर्नियो र मलय प्रायद्वीप भूमास एकअर्कासँग जोडिएका थिए। यस्तो विशाल भू उपोष्ण कटिबन्धले जीवजन्तु र वनस्पतिमा आश्चर्यजनक विविधता पाएकै कारण मानव समूहलाई पर्याप्त स्रोत उपलब्ध गरायो। उदाहरण स्वरूप बोर्नियोको राइनोसोरस हर्नबिल यस क्षेत्रको इन्डेमिक प्रजाति हो जसले वर्षावनमा अपनत्व पाइरहेको छ। हिमयुगमा त्यस्ता वनहरू महादेशभरि फैलिरहेका थिए र मान्छेहरूको बाँच्नको लागि सुविधा प्रदान गरेको थियो। लगभग 26,000 देखि लिएर 21,000 वर्ष अघि अन्तिम हिमयुगमा छाएको नेइपिक अवधिमा समुद्र स्तर करिब 120 मिटर तल झरेको थियो। यस बेला सुन्दरल्यान्ड पुरै एक विशाल भूभाग जस्तै थियो। यो भनेको मलय प्रायद्वीपदेखि फिलिपिनी टापुहरूसम्म जोडिएको थियो। यसै समयमा अफ्रिका बाहिरका मानव समूहहरू दक्षिण पूर्वी एसियामा फैलिएको पाइयो। हिमयुग समाप्तिपछि ग्लोबल तापक्रम वृद्धिले छिटो छिटो पानी पग्लने क्रम MWP1A MWP1B ल्यायो। यी समयमा सुन्दरल्यान्डमा जमेको भूभाग बराबर आधा भन्दा बढी घट्यो। उदाहरणका लागि पहिलो जलस्तर उठानसँगै करिब 18% भूमि हराएर गयो र फिलिपिन्ससँग बोर्नियो जोडिने भूखण्डमा कटाव भयो। दोस्रो जल उठानपछि अर्को 19% भूमि हरायो। सुमात्रा मलय जोड पनि जलडुबानमा पर्यो। फेला परेका सामग्रीहरूले यस्तो देखाउँछ कि समुद्रले भू आकार बदल्ने क्रममा धेरै मान्छेका समूहहरू विभाजित भए। भूमि हराउने, नदी खाडी टुक्रिने इत्यादि प्राकृतिक भूगोलले मानव वंश विकासमा ठूलो प्रभाव पार्यो। किम र अन्यको 2023 को अध्ययनले मानव समूहहरू सुन्दरल्यान्डबाट दक्षिण पश्चिम तर्फ भारततर्फ प्रवासित भएको देखिन्छ जो मलेसियाका आदिवासी नेग्रिटोज थिए। ती समष्टिले करिब 14 देखि लिएर 11,000 वर्ष अगाडि स्पटी समुद्रको उठानको कारण जबरजस्ती माइग्रेसन हुन पुगेका थिए भन्ने देखाएको छ। त्यसैगरी बाँकी एसियाका पहाडहरू र गुफाहरूमा अरू आर्कियोलोजिकल प्रमाणहरू छन् कि आधुनिक मानव र अन्य मानव वर्ग नियान्डरथल र डेनिसोवन बीच आनुवंशिक आदान प्रदान पनि भएको देखिन्छ। उदाहरणका लागि रुसको अल्टाईमा भेटिएको नियान्डरथल र साइबेरियाको डेनिसोवनको केही लसीका अंशमा एडीएनए क्रमबद्ध गरेर थाहा पाइन्छ कि आधुनिक मानिसहरूको लगभग सबै गैर अफ्रिकी समूहका जिनमा 1 देखि लिएर 2% नियान्डरथल अंश छ। युरोप र एसिया र केही समूह दक्षिण प्रशान्त मेलानेसिया अस्ट्रेलियाका आदिवासीमा 4 देखि लिएर 5% डेनिसोवन अंश पाइन्छ। विशेष गरी रेक र अन्य 2011 को अध्ययनले देखाएको छ कि अस्ट्रेलियाली आदिवासीहरू अति दक्षिण एसिया र फिलिपिन्सका आदिवासीमा डेनिसोवन अंश पाइन्छ जबकि आधुनिक पूर्वी एसियाली र मलेसियाका आदिवासी ओङ र ज्याईमा पाइँदैन। यसले संकेत गर्छ कि डेनिसोवन र आधुनिक मानवको अन्तर्क्रिया दक्षिण पूर्वी एसियामा नै भएको हुनुपर्छ र डेनिसोवन मानवहरू हिम श्रृङ्खलादेखि उष्ण कटिबन्धसम्म फैलिएका थिए। नियान्डरथल मिश्रण पनि महत्त्वपूर्ण छ। युरोप र मध्य एसियामा पुरातात्विक साइटमा र जीन सिक्वेन्सिङद्वारा थाहा पाइन्छ कि 50,000 देखि लिएर 60,000 वर्ष अघि मध्य पूर्व र युरोपमा एकाधिक घटनामा आधुनिक मानव र नियान्डरथल मिश्रित भए। त्यसपछि उनीहरूको वंश एसियामा पुग्यो। यसले के अल्पज्ञान हुन्छ भने हाम्रो अनुहारमा एउटा नियान्डरथल जेनेटिक विशेषताले नाकको आकार निर्धारणमा भूमिका पनि खेलेको छ। यो तथ्य GWS अध्ययनले पुष्टि गर्छ। जनसङ्ख्या आधारित अनुहार ज्यामितिमा गरिएको GWS ले 42 नयाँ आनुवंशिक क्षेत्र पत्ता लगाएको छ जसमा देखिन्छ प्रभावित क्षेत्रमा नियान्डरथलबाट आएका ठोस विशेषताहरू जसले नाकको उचाइ बढाएको देखिन्छ। त्यस्तै आधुनिक मानव डेनिसोभियन अन्तर्क्रियाबाट प्राप्त धेरै आनुवंशिक लाभहरू पहिचान भएका छन्। उदाहरणका लागि तिब्बतीहरूको उच्च हिमाली अनुकूलनमा EPAS1 जिन छ जुन डेनिसोवन वंशजकै एक भेरिएन्ट रहेको पाइएको छ। यसको कारण तिब्बतीहरू कम अक्सिजन भएका उच्च भूभागमा सजिलै जीवित रहन सक्छन्। त्यसैगरी ल्याटिन अमेरिकी आदिवासीहरूमा डेनिसोवन MUC19 जिनको एक संस्करण व्यक्तिगत जिनको एक संस्करण इन्डिभिजुअल सेलेक्सन भई प्रचलित छ जसले श्वास प्रणाली र मुटुको रक्षा गर्ने मालस म्युकस संरचना सुदृढ बनाउँछ। यी उदाहरणहरूले देखाउँछ कि डेनिसोवन र नियान्डरथल मिश्रणले हाम्रो मुटुको रोग प्रतिरक्षा र वातावरणसँग अनुकूलनमा अझ विशेष योगदान पुर्याएको छ। प्रचलित पुरातत्व र भाषाशास्त्रीय दृष्टान्तहरू माथि यस्ता वैज्ञानिक प्रमाणहरू प्रश्नको रूपमा खडा हुन्छन्। पुरातात्विक र आनुवंशिक अध्ययन बताउँछ कि भारत, युरोप, दक्षिण एसियामा 3500 देखि लिएर
लगभग 4000 वर्ष अगाडि मेसोपोटामियाबाट आएका आदिवासी यामनायाका प्रभाव थियो, तर त्यहाँ त्योभन्दा पहिले नै पनि मानव बस्तीहरू बासिन्दाहरू पुगेका भन्ने थिए। यस अर्थमा डेभिड रिच लगायतका अनुसन्धानहरूले देखाए अनुसार आधुनिक दक्षिण एसियालीहरूको आदिकाल दुई खुट्टामा विखण्डन हुन्छ, एउटा स्थानीय पठारी एयासाई र अर्को बाहिरी इरानी कृषकहरूको सम्मिश्रणबाट। त्यसपछि नयाँ आयात यमनाया ककेसियाई प्रवासी। नाक आकार सम्बन्धी दाबी पनि समान छ। ऐतिहासिक रूपमा नेजल कास्ट डिटेक्सनको पुरानो धारणा छ, तर आनुवंशिक अनुसन्धानले देखाउँछ कि नाकको आकारमा आनुवंशिक प्रभाव र वातावरणीय अनुकूलन दुवै हुन्छन्, विशेष गरेर वार्षिक वर्षा, तापक्रम, आर्द्रता जस्ता स्थानीय जलवायु तत्त्वहरू। जनसङ्ख्याको गहिरो गतिको परीक्षाले यस्तो देखाएको छैन कि कुनै एक नेजल साउन्डले सम्पूर्ण एसियाली समूहहरूलाई कभर गर्छ, बरु भाग मिलेर स्थानीय अनुकूलनका जिनहरू सञ्चयन हुँदै गएका छन्। हल्लोट र अन्य 2025 ले अफ्रिका भित्रको मानव विकासको अध्ययन गर्दा 70,000 वर्ष अघि पूर्वी अफ्रिकामा निस ह्याबिट्याटको विस्तारीकरण भएको देखाए। यसले सम्भावित रूपमा नयाँ प्रविधि वा सामाजिक संरचना होइन, बरु मानिसहरू व्यापक वातावरणीय अनुकूलताले आउट अफ अफ्रिका सफल भएको तर्कमा सघाउ पुर्याउँछ। यसले पुरातन दावीहरूलाई यामनाया बगैर विपरीत मानव प्रवासन प्राय स्थानीय विकास र वातावरणीय कारकहरूले भइआएको संकेत गर्छ।